विराटनगर किङ्सले एनपिएलमा फाफ डुप्लेसीलाई अनुबन्ध गरेसँगै नेपाली क्रिकेटका लागि सुखद सन्देश दिएको छ। नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजन केही दिनमा त्रिवी रङ्गशालामा सुरु हुँदैछ। मार्की सन्दीप लामिछाने रहेको टिम विराटनगर किङ्सले लिग अघि नै ठूलो चर्चा कमाएको छ। विराटनगरले दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ। 41 वर्षीय डुप्लेसिस विश्व क्रिकेटमा आफ्नो शालीन व्यक्तित्व, नेतृत्व क्षमता र 20 पटक ब्याटिङका कारण प्रसिद्ध छन्। उनको अनुबन्धसँगै एनपिएलको चर्चा पनि अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ। धेरै नेपाली क्रिकेट प्रेमीका लागि यो खबर उत्साहितको विषय बनेको छ, किनभने फाफ जस्तो विश्वस्तरीय स्टार पहिलो पटक नेपाली मैदानमा देखिनेछन्। उनी अहिले पनि फिट र सक्रिय छन्। फाफले भारतको आइपिएल, अस्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तानको पिएसएल, वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग जस्ता विश्वका 1 दर्जनभन्दा बढी प्रतिष्ठित लिग खेलिसकेका छन्। नेपाल प्रिमियर लिग उनको 12औं फ्रेन्चाइज लिग हुनेछ। उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा 11,198 रन बनाए। त्यस क्रममा फाफले 23 शतकीय इनिङ खेलेका छन्। फाफले टेस्ट क्रिकेटमा 4,163, एक दिवसीयमा 5,507 तथा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1,528 रन बनाएका छन्। उनी इन्डियन प्रिमियर लिग आइपिएलका सबैभन्दा सफल विदेशी खेलाडी मध्ये एक हुन्। फाफले हालसम्म आइपिएलमा 154 खेलमा उनले 39 अर्धशतक सहित 4,773 रन बनाएका छन्। यो सँगै विराटनगर किङ्सले मार्टिन गप्टिललाई समेत फेरि अनुबन्ध गरेको छ। त्यस्तै फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ। ब्याटिङमा विराटनगरले टप अर्डरमा 3 विदेशी खेलाडी खेलाउने पक्का छ। त्यसमा मार्टिन गप्टिल, फाफ डुप्लेसिस, जर्ज मुन्से र साम हिजेलेट छन्। यी 3 बाहेक नेपाली ब्याटर खेलाउन सक्छ। फाफ डुप्लेसी नोभेम्बर 18 देखि सुरु हुने अबुधाबी टी10 लिगमा भिस्ता राइट्समा अनुबन्ध भएकाले उनले एनपिएलको सुरुवाती केही खेल भने गुमाउनेछन्। अब सबैको ध्यान मङ्सिर 1 गतेदेखि सुरु हुने एनपिएलमा हुनेछ, जहाँ फाफ डुप्लेसी, सन्दीप लामिछाने, मार्टिन गप्टिल र अन्य स्टारहरू एउटै रङ्गशालामा देखिनेछन्। नेपाली व्यावसायिक क्रिकेटमा यो क्षण ऐतिहासिक मानिएको छ। आसन्न संस्करणको एनपिएलमा पनि 8वटा टिमको सहभागिता रहनेछ। यो सँगै फाफ डुप्लेसी, मार्टिन गप्टिल, जर्ज मुन्से र साम हिजेलेट, सन्दीप लामिछाने जस्ता खेलाडीको प्रदर्शन कस्तो रहला? के विराटनगर किङ्सले नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनको ट्रफी उचाल्ला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। धन्यवाद।